नमस्ते, के छ हाल खबर? के कस्तो हुनुहुन्छ? टक्क साँझको 6 बजे के अरे यो दृश्य अहिले म चाहिँ रुमदेखि अलिकति बाहिर थिएँ। बाहिरबाट सोरुमतर्फ जाँदै गरेको छु। अनि यति बेला म चाहिँ ठ्याक्कै भन्नुपर्दा खाडीको साउदीमा टक्क डुलिरहेको छु, घुमिरहेको छु। अनि जे जस्तो भए पनि जस सेफ्टी चाहिँ छ यो साउदीतिर होइन। राति होस् अथवा सुबह टाइममा पनि अन्य देशको जस्तो खतरा होइन, लुटपाट हुने होइन, अनि हरेक कुराहरू चाहिँ हुँदैन यहाँ। अनि सेफ्टी चाहिँ एकदमै छ। अनि यहाँको जस्तो कानुन चाहिँ नेपालमा हुनु पनि आवश्यक छ जस्तो लाग्छ मलाई कतिखेर। किन भन्नुहुन्छ भने चाहिँ यहाँ चाहिँ कुनै कानुनको चाहिँ दुरुपयोग चाहिँ हुँदैन। कानुनको चाहिँ जस्तो व्यक्ति भए पनि नियम पालना चाहिँ गर्नै पर्छ। अनि गाडीको सवारी साधनहरूदेखि लिएर हरेक पालनहरू नेपालमा हेऱ्यौँ भने चाहिँ अनि कुनै सरकारी कामतिर है सेवा लिन जाँदाखेरि चाहिँ लाइनमा लागिरहेको हुन्छ पहिले आएको मान्छे, तर पछाडि आएको चाहिँ कामहरू भ्याएर चाहिँ निस्किसकेको हुन्छ भित्रभित्र कता कता सेटिङ गरेर। तर यहाँ चाहिँ त्यस्तो छैन। अगाडि आएको मान्छे चाहिँ अगाडि हो होइन, पछाडि आएको मान्छे चाहिँ पछाडि हो। एउटा सिस्टम चाहिँ छ। अनि त्यो सिस्टम चाहिँ तपाईँको बिना लाइसेन्सको गाडीहरू चलाएर आउँछ नि त। अनि यतातिर भन्ने हो भने चाहिँ बिना लाइसेन्सको चाहिँ अब भित्री रोडमा आफ्नो ठाउँमा होला, तर कतैतिर तर प्रायः जसोमा चाहिँ लाइसेन्स बिना चाहिँ गाडी नै छुएको हुँदैन होइन। अनि सिस्टमहरू चाहिँ नेपालतिर हुनु चाहिँ एकदमै आवश्यक छ। नेपालमा चाहिँ अब तपाईँ हामीलाई सबैलाई थाहा छ के होइन, अब एउटा शक्तिको चाहिँ दुरुपयोग गरिरहेको हुन्छ। जब चाहिँ एउटा मान्छे चाहिँ एउटा सरकारी कुनै पोस्टमा पुग्छ होइन, त्यो पोस्टमा गएर त एउटा जनताको सेवा गर्ने हो नि त। अनि सेवा नगर्ने भएर होइन, गर्ने त परको कुरा होइन, त्यसलाई चाहिँ दुरुपयोग गरेर गलत तरिकाले चाहिँ प्रयोग गरिरहेको हुन्छ। अनि त्यो कुरा चाहिँ एकदमै नेपालमा चाहिँ दुरुपयोग होइन, भ्रष्टाचार अनि भइरहेको चाहिँ हामी जान्दछौँ। अहिले यति राति छ होइन, अनि मलेसियातिर कतातिर मैले सुनेको एकदमै गाह्रो हुन्छ अरे कालेहरूको होइन, लुटपाट गर्ने होइन। अनि यतातिर चाहिँ त्यस्तो छैन। अनि जुनसुकै समाउनु पनि रातिको 12-1 बजे किन नहोस्, त्यस्तो डरहरू होइन, त्यस्तो कुनै समस्याहरू चाहिँ छैन। कानुन चाहिँ भन्ने गर्छ कसैले होइन, कानुन चाहिँ साउदीको जस्तो होस् भन्छ। निर्दोष मान्छे चाहिँ फस्नु भएन होइन। यदि गलत छ भने गलत मान्छेलाई चाहिँ कानुन अनुसार कारबाही चाहिँ हुनैपर्छ। निर्दोष मान्छे चाहिँ फस्नु भएन। ल आज धेरै नबोलौँ, आजको भिडियोलाई यति गरौँ। ल रेगुलर म आफ्नो गन्तव्यतर्फ यात्रामा जाँदैछु। हुन्छ, आफ्नो ख्याल गर्नु होला, राम्रोसँग बस्नु होला। बाइ, टेक केयर।